फागुन महिनामा हुने प्रतिनिधि सभाको चुनावको लागि तपाईले आफ्नो भोटर आइडी बनाउनु भयो। यदि बनाउनु भएको छैन भने तपाईहरुले अझै पनि बनाउन सक्नुहुनेछ र तपाईहरु जुन जेनजी आन्दोलनले गर्दाखेरि चाहिँ सरकार परिवर्तन भएर अहिले निर्वाचन हुँदैछ नयाँ सिलेक्सनको लागि। सो त्यसको लागि चाहिँ तपाईहरुले आफ्नो भोटर आइडी बनाएर भोटर लिस्टमा आफ्नो नाम राखेर चाहिँ तपाईहरुले चुनावमा सहभागी भएर सही र योग्य व्यक्तिलाई सजिलैसँग चुन्न सक्नुहुनेछ। यो एउटा राम्रो मौका रहेको छ। अब पनि हामीले चुनावमा केही परिवर्तन गर्न सकेनौं भने फेरि विगतका दिनहरु फर्किलान् नफर्केलान् भन्न सकिदैन। सो आजको भिडियोमा चाहिँ म तपाईहरुलाई जुन यो भोटर आइडी रहेको छ यो चाहिँ सजिलैसँग हामीले हाम्रो मोबाइलको नागरिक एपबाटै बनाउन सक्छौं। अहिले नेपाल सरकारको निर्वाचन आयोगले यो फिचर्स दिएको छ कि नागरिक एपबाटै हामीले सजिलैसँग चाहिँ भोटर आइडीको लागि रजिस्ट्रेसन गर्न सक्छौं र नजिकैको कार्यालयमा गएर हामीले त्यहाँ चाहिँ मतदाता परिचय पत्र बनाउन सक्छौं। सो यो सम्बन्धी म तपाईहरुलाई सबै जानकारी गराउने छु। त्यसैले तपाईहरु पनि भोटर आइडी बनाउने प्रक्रियामा हुनुहुन्छ र नागरिक एपबाट सजिलैसँग बनाउन चाहनुहुन्छ भने भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नु होला र नयाँ हुनुहुन्छ पहिलो पटक भिडियो हेर्दै हुनुहुन्छ भने युट्युब च्यानललाई सब्स्क्राइब गरेर च्यानलमा जोडिनु होला। र यस्ता विभिन्न टेक्निकल कुराहरु सहितका भिडियोहरु म तपाईहरुलाई समयसमयमा उपलब्ध गराउँदै जान्छु। यसको लागि चाहिँ तपाईले आफ्नो मोबाइलमा नागरिक एप डाउनलोड गर्नु होला सबैभन्दा पहिले। सो डाउनलोड गरिसकेपछि तपाईले आफ्नो नागरिक एप ओपन गर्नुस् र नागरिक एप ओपन गरिसकेपछि यहाँ विभिन्न अप्सनहरु देख्नुहुनेछ तपाईले मोबाइलमा। सो नागरिक एपमा चाहिँ तपाईले विभिन्न अप्सनहरु देख्नुहुन्छ जस्तै नेशनल आइडी, प्यान, सिटिजनशिप यस्ता विभिन्न अप्सनहरु हुन्छन्। सो त्यसमा चाहिँ तपाईहरुले अब के बनाउन छौं हामी भन्दाखेरि भोटर आइडी बनाउँदैछौं। सो भोटर आइडी बनाउँदैछौं भने चाहिँ हामीले त्यहाँनेरि भोटर आइडीको अप्सन हुन्छ त्यहाँ क्लिक गर्नु होला। यदि तपाईहरुसँग अलरेडी भोटर आइडी छ भने चाहिँ त्यहाँ तपाईले लिंक गर्न सक्नुहुन्छ। अन्यथा तपाईहरुले यहाँनेरि भोटर प्री रजिस्ट्रेसन भन्ने एउटा अप्सन छ। सो क्लिक हियर भन्ने एउटा अप्सन पनि दिएको छ त्यहाँ क्लिक गर्नु होला। त्यहाँ क्लिक गरिसकेपछि तपाईले यहाँ आफ्नो पर्मानेन्ट एड्रेस भर्नुपर्ने हुन्छ। जस्तै प्रोभिन्स तपाई कुन प्रदेशमा हुनुहुन्छ, कुन प्रदेशको तपाईको नागरिकता छ मेन त्यो कुरा भयो। त्यो प्रदेश अन्तर्गतको तपाईको जिल्ला, त्यस्तै गरी कुन नगरपालिका गाउँपालिका के हो त्यो सिलेक्ट गर्नु होला। त्यस्तै गरी वार्ड नम्बर कति पर्छ त्यो सिलेक्ट गर्नु होला। तपाईले नागरिकता अनुसार गर्न सक्नुहुन्छ। र भोटिङ सेन्टर भनेको त्यहाँ जिल्ला अनुसार छुट्याइदिएकै हुन्छ। तपाईको वार्ड नम्बर भने चाहिँ त्यो अटोमेटिक आउँछ। त्यही सिलेक्ट गरेर तपाईले जस्ट त्यहाँनेरि प्रोसिड गर्नु होला। सो प्रोसिड गरेपछि तपाईको डिटेलहरु यहाँ आइसकेको छ। यदि तपाईले नागरिकतालाई पहिले लिंक गर्नु भएको छ भने यो सबै डिटेलहरु आउँछ। इफ छैन भने तपाईले यहाँ सबै कुराहरु भर्नुपर्ने छ। मेरो चाहिँ यहाँनेरि नेम पनि आयो हैन, जेन्डर सबै, फोन नम्बरदेखि लिएर इमेल सबै कुराहरु आइसकेको छ। फादर नेमदेखि लिएर सबै कुराहरु आयो। सो केही बाँकी छ यहाँ तपाईहरुले भर्न सक्नुहुन्छ। जस्तै यहाँनेरि मदर नेम छ, मदर नेम। विवाहित हुनुहुन्छ भने स्पाउसको नाम पनि राख्न सक्नुहुन्छ, पति अथवा पत्नीको नाम है। सो तपाईले त्यो पनि राख्न सक्नुहुन्छ। त्यसपछि तपाईले सबै कुराहरु ओके छ, नागरिकता नम्बर सबै कुराहरु यदि ओके छ भने तपाईहरुले प्रोसिड गर्नु होला। सिटिजनशिप इस्यु डेट त्यही आफै आइसकेको छ। त्यस्तै गरी तपाईको ठेगाना सबै कुराहरु आइसक्यो। पर्मानेन्ट एड्रेसहरु पनि सबै ठीक छ। सबै कुराहरु ओके छ। तपाईले यो सबै कुरा ठीक छ भने प्रोसिड गर्दिनु होला। शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ भने यस गर्नु होला। फिट हुनुहुन्छ सबै कुरा ठीक छ भने तपाईले जस्ट नोमा नै टिक लागेको छ। तपाईले आफ्नो डिसेबल हुनुहुन्छ भने यसमा क्लिक गर्नुस्, टिक लाउनुस्, नभए नोमै ठीक छ प्रोसिड गर्नु होला। प्रोसिड गरेपछि मदर टङ भनेको छ तपाईको मातृभाषा के हो त्यो राख्न सक्नुहुन्छ। त्यस्तै गरी समूह वर्ग भनेको छ तपाई के अन्तर्गत पर्नुहुन्छ, आदिवासी जनजाति हो कि दलित, खसारी, मधेसी, मुस्लिम, थारू हैन के अन्तर्गत पर्नुहुन्छ। सो तपाईहरुले त्यो राख्नु होला। तपाई साक्षर हुनुहुन्छ भने लिटरेट, निरक्षर हुनुहुन्छ भने इलिटरेट हो। प्राय सबै लिटरेट नै हुनुहुन्छ होला। लिटरेटमा क्लिक गर्नुस्। यहाँनेरि तपाईले लिटरेटमा क्लिक गरेपछि तपाईले कुन लेभल पढ्नु भएको छ त्यो कुराहरु सोध्छ। सो तपाईले त्यो राख्न सक्नुहुन्छ तपाईले पढेको। सो त्यति कुराहरु यति भइसकेपछि तपाईले जस्ट नेक्स्टमा क्लिक गर्नु होला। Please take a print out of the application form to the selected contact location and date for the giving photograph and fingerprint भनेको छ। फिंगरप्रिन्टहरुको लागि बायोमेट्रिक गर्नको लागि तपाई नजिकै जानुपर्ने छ। सो कहाँ जान सजिलो हुन्छ तपाईले त्यहाँ जानको लागि त्यही ठाउँ सिलेक्ट गर्नु होला। जस्तै म प्रोसिडमा क्लिक गर्नु होला। सो यहाँ प्रोसिडमा क्लिक गरेपछि तपाईले अब त्यो डेटमा चाहिँ त्यहाँ अफिस भिजिट गरेर तपाईले चाहिँ त्यो बायोमेट्रिक गरेर तपाईले मतदाता परिचय पत्र लिन सक्नुहुनेछ। सो यसरी मतदाता परिचय पत्र चाहिँ सजिलैसँग नागरिक एपबाटै बनाउन सक्नुहुनेछ। भिडियो के कस्तो लाग्यो, भिडियो मन पर्यो भने भिडियोमा लाइक गर्नु होला, कमेन्ट गर्नु होला, साथीलाई शेयर गर्नु होला। र यस्तै महत्त्वपूर्ण भिडियोको लागि अहिलेसम्म च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने टेक्निकल युट्युब च्यानललाई सब्स्क्राइब गरेर च्यानलमा जोडिनु होला। र सबैजनाले मतदातामा सहभागी हौं। सबैजनाले सही र सही व्यक्तिलाई सिलेक्सन गरेर आगामी दिनमा नेपालको भविष्यलाई उज्जवल बनाऊ। धन्यवाद।